कुरा गर्दै भिडियो हेलो बनाउनु गाइस, मिल्छ आज चाहिँ म तपाईँहरूलाई चाहिँ गिदाङ्समा कि स्न्यापच्याट भन्ने लास्टमा छ नि तपाईँको हो त्यसमा ह्यान्डल वाउ विलबाट चाहिँ तपाईँहरूलाई भ्युज देखाउन गइरहेको छु होइन। फोटो बनाउनु यहाँ पर्यो पोल्यान्डको चाहिँ यहाँबाट चाहिँ यति राम्रो भ्यू देखिने रहेछ नि, यहाँबाट चाहिँ यति राम्रो भ्यू देखिने रहेछ होइन। हेर्नुहोस् है, तपाईँहरू हेर्न 2 मिनेटको हुन्छ सक्नुहुन्छ। जम्मा मोबाइलको क्यामेरा क्वालिटी अलिकति त्यस्तै भएको कारणले गर्दाखेरि अलिकति वाउ अनि वाउ यस्तो दामी मजा देखा नि दियो है। यार त्यहाँबाट तपाईँहरू ह्यान्डल बसेर घुम्नलाई त्यहाँबाट हेऱ्यो भने चाहिँ अझै मजा आउँछ है। यो चाहिँ टावरमा यहाँनिर टिकट काटेर हेर्न सक्नुहुन्छ तपाईँहरू जतिखेर पनि। यो चाहिँ यति दामी भ्यू देखिन्छ यहाँबाट होइन। अझै पुरै 360 भ्यू हेर्नलाई चाहिँ अलिकति झन् फोटो खिच्न पाइयो हलचल गराउन नमिल्ने भएको भएर होइन। तल तपाईँहरू त्यहाँ तल भ्यू देख्न सक्नुहुन्छ। त्यहाँ पुल छ, त्यहाँनिर फ्लोटिङ जहाजहरू होइन। जहाजहरू त्यहाँनिर अब पास हुनको लागि त्यहाँनिर खोल्ने बन्द हुने, त्यहाँ बन्द हुँदैछ त्यहाँ जहाजको त्यो उसको लागि खुल्दैछ त्यहाँनिर खुल्दैछ त्यहाँ हेर्दैछ हेर्न सक्नुहुन्छ तपाईँले। त्यहाँ पुल फ्लोटिङ ब्रिज त्यो आफै माथि आउँदैछ, उतापट्टि पनि हेर्न सक्नुहुन्छ तपाईँहरू। यो चाहिँ अब यो चाहिँ खास नमुना दृश्य मात्रै हो होइन। यस्तो भ्लग हुनाले प्रोफेसनली भ्लगहरू बनाएको छैन।